नमो नमः। ज्योतिष विमर्श अन्तर्गत आजको बसाइमा राशिअनुसार चन्द्रमाको दिशा ज्ञान कसरी गर्ने भन्ने विषयवस्तुका साथ म यहाँ उपस्थित भएको छु। आकाशमा रहेका चन्द्रमा मेष, सिंह वा धनु राशिमा छन् भने पूर्व दिशामा हुन्छन्। यसैगरी वृष, कन्या वा मकर राशिमा छन् भने दक्षिण दिशामा हुन्छन्। मिथुन, तुला वा कुम्भ राशिमा छन् भने पश्चिम दिशामा हुन्छन्। अनि कर्कट, वृश्चिक वा मीन राशिमा छन् भने चन्द्रमा उत्तर दिशामा हुन्छन्। चन्द्रमा जुराउनको लागि सम्मुख वा दाहिने पार्नु पर्दछ। शुभ कर्महरू गर्दा दक्षिण दिशा फर्कन नहुने कारणले गर्दा चन्द्रमाको अवस्थिति पूर्व वा दक्षिण छ भने पूर्व फर्केर शुभ कर्महरूको सम्पादन गर्नुपर्दछ। अनि चन्द्रमाको अवस्थिति पश्चिम वा उत्तरपट्टि छ भने पश्चिम फर्केर शुभ कर्महरू सम्पादन गर्नुपर्दछ। विवाहमा, कन्यादानको समयमा, व्रतबन्धमा मन्त्रदानको समयमा, यसैगरी अन्नप्राशनको समयमा, अनि दसैँ तिहारमा टीका लगाउने सन्दर्भमा, कुनै यात्रा साहित्यहरू गर्ने सन्दर्भमा, कुनै नयाँ यानहरू किनेर त्यसको चाहिँ शुभारम्भ गर्ने सन्दर्भमा, नयाँ व्यापारिक प्रतिष्ठानहरू शुभारम्भ गर्ने सन्दर्भमा लगायत विविध शुभ कर्महरू गर्दा चन्द्रमालाई जुराउन सक्यो भनेदेखि लाभदायक अवस्था रहन जान्छ। योभन्दा अगाडि यहाँहरूले चन्द्रमा जुराउन सक्नुभयो कि सक्नु भएन जानकारी भएन, तर यो सामग्री हेरिसकेपछि अब यहाँहरूले पक्कै पनि चन्द्रमालाई शुभ कर्महरू गर्नका लागि चन्द्रमालाई दाहिने पार्न वा सम्मुख पार्न सक्नुहुनेछ। यी र यस्तै किसिमका अन्य सामग्रीहरू आवश्यक पर्दा हामीलाई फलोअप गर्दै गर्नुहोला। हस्, नमस्कार।